आयो नि। दर्शकबिन, यो नारायण नगरपालिका वडा नम्बर 8 तरताङ हो। यहाँ एउटा महिला उद्यमी हुनुहुन्छ शारदा बस्नेत, जसले विगत 7 वर्षदेखि तरकारी पशुपक्षी पालनमा आफ्नो मेहनत खर्च गर्नुभएको छ। धेरै महिला उद्यमीहरू दैलेखमा हुनुहुन्छ। धेरै युवा व्यवसायीहरू अहिले नेपालमा केही पनि छैन भनेर बेरोजगार छु भनेर विदेश जानुहुन्छ, तर उहाँले 7 वर्षमा करिब 40 लाखभन्दा बढी रकम आम्दानी गरेको उदाहरण प्रस्तुत गर्नुभएको छ। घरका सबै मान्छे सरकारी जागिरे हुनुहुन्छ। उहाँको श्रीमान पनि स्वास्थ्य क्षेत्रमा सरकारी जागिरे हुनुहुन्छ, तर पनि उहाँले अदम्य साहस गरेर 12-13वटा टनेलमा तरकारी खेती गर्नुहुन्छ, कुखुरा पालन गर्नुभएको छ, बङ्गुर पालन गर्नुभएको छ। हुँदा ह्याचरी मार्फत चल्ला उत्पादन गरेर पनि चल्लालाई ठुलो बनाएर अनि बिक्री गर्नुहुन्छ। आखिर गर्ने हो भने के छैन। उहाँ बेला बेलामा राजनीति पनि गर्नुहुन्छ। योभन्दा अगाडिको उपनिर्वाचनमा नेकपा एमालेबाट उहाँले वडा सदस्यको निर्वाचन पनि लड्नुभयो। यो उदाहरण आज तपाईँहरूलाई हामी देखाउँदैछौँ। काम गर्ने हो, मेहनत गर्ने हो भने हाम्रै गाउँ, हाम्रै ठाउँ, हाम्रै घरमा लाखौँ आम्दानी हुन्छ भन्ने एउटा गतिलो उदाहरण दिन सफल यस्ता महिला उद्यमीहरूलाई नारायण नगरपालिका दैलेखले अहिले उद्यमी प्रवर्धन अन्तर्गत धेरै कार्यक्रमहरू पनि लगानी गरेको छ। नगर उपप्रमुख, प्रमुख लगायतका व्यक्तित्वहरू यो ठाउँमा प्रत्यक्ष रूपमा अवलोकन अध्ययन गर्नुभएको छ। उहाँहरूको समस्या समाधानका कुरा गर्नुभएको छ। उहाँका उत्पादनहरूलाई बजारीकरण गर्ने विषयमा पनि उहाँहरू दत्तचित्त हुनुहुन्छ। त्यो नाम? मेरो नाम शारदा बस्नेत। हजुर। नानापाट, दैलेख तरताङ। हजुर। अनि एउटा महिलाले यति साह्रै काम गर्छ भन्ने उदाहरण दिन सफल हुनुभएको छ। हजुर। कसरी सम्भव भयो? सम्भव गरेपछि नहुने केही पनि रहन्छ, सम्भव हुँदो रहेछ। म पनि एउटा बेरोजगारी महिला थिएँ। अब 2074 सालदेखि मैले यो फर्म सञ्चालन गर्ने एउटा मनस्थिति बनाएँ। त्यसपछि गर्दै गर्दा अब अहिले यहाँसम्म आइपुगेँ। कालिज, बङ्गुर, माछा अनि तरकारीहरू, ब्रोइलर, कुखुरा गर्दै आएर अहिले लगभग 7 वर्ष भयो। 7 वर्षसम्म लगभग 60-70 लाखको प्रफिट आछ हैन, आम्दानी गरिसक्नु। आम्दानी गरिसकेँ। अब अहिले खास अब मेरो घर परिवारमा अलि सबै कर्मचारी भए हुनाले म एक्लै पनि 8 सास दम भन्नाले कर्मचारीले फुर्सदको समयमा तपाईँको आफन्तले आफ्नै तपाईँको श्रीमानले सहयोग गर्नुहुन्छ कि गर्नुहुन्न? अब भ्याएसम्म गर्नुहुन्थ्यो, भ्याउँदै भ्याउनुहुन्न उहाँहरू। अब उहाँलाई गर्नुहोस् पनि मैले भन्दैन, उहाँहरूको आफ्नो समस्या आफ्नो ठाउँमा छ। त्यसकारण म यस घरमा आएको बेला तपाईँहरूलाई यो सुझाव सल्लाह समस्या समाधानको उपाय त खोजिदिनुहुन्छ, सपोर्ट पाउनुहुन्छ। अब मुखले सपोर्ट गर्नुहुन्छ, अब काम व्यापार गर्नु, धन्दा गर्न भ्याउनु। अहिले टनेल कतिवटा छन्? अहिले 12वटा छन्। 12वटा टनेलमा के लाउनुहुन्छ? अब बन्दा, काउली, टमाटर अनि ऊ लगाउँथेँ, काँक्रा लगाउँथेँ। अब अहिले समय अलि त्यस्तै छ र अलि। कुखुरा पनि पाल्नु भएको छ? कुखुरा पनि छ। अनि चल्ला उत्पादन पनि गर्नुभएको छ? चल्ला उत्पादन पनि छ। यहाँ कति गर्नुहुन्छ वर्षको? लगभग उत्पादन कि चल्ला कतिवटा बेच्नुहुन्छ? कति चल्ला उत्पादन गरेर बेच्नुहुन्छ कि आफै फेरि त्यो ठुलो बनाएर बेच्नुहुन्छ? ठुलो बनाएर 6 लट बेचिन्छ। 600-1200 को लट हुन्छ एक वर्षमा। महिनामा 1200 को लट हुन्छ। अनि चल्ला अब 600 लट। भनेपछि आफै उत्पादन गर्नुहुन्छ, आफै ठुलो बनाएर बेच्नुहुन्छ? आफै ठुलो बनाएर बेच्छु। अनि कुखुरा ब्रोइलर पनि पाल्नु भएको छ, लोकल पनि पाल्नु भएको छ? लोकल ब्रोइलर दुईटै छ। कोइलर पनि छ। बङ्गुर पनि पाल्नु भएको छ? बङ्गुर पनि छ। कति बेला भ्याउनुहुन्छ तपाईँ यति एउटा महिलाले? भ्याइन्छ, समय आफूले निकाल्ने हो महिलाले, हैन? राजनीति पनि गर्नुहुन्छ? अलिअलि। जस राजनीतिमा पनि सक्रिय हुनुहुन्छ भनेपछि तपाईँ जस्तै देशभरका महिलाहरूले यसरी उद्यम गरौँ भनेर सकिँदो रहेछ भन्ने उदाहरण? म त एकदम गरिन्छ भन्ने आँट नै छ मेरो। गरिन्छ, जसरी पनि भ्याइन्छ। फुर्सद समय आफूले निकाल्ने हो, अलि निकालेर हुन्न। आफूले जसरी तसरी यो गर्छु भनेर आँटेपछि जसरी पनि पुग्दो रहेछ, जसरी पनि सकिँदो रहेछ। त्यो एउटा उदाहरण दिन सफल हुनुभएको छ। हजुर।
यी सबै गर्दा तपाईँले जुन तरकारी त्यसपछि कुखुरा अनि बङ्गुर पालनबाट कति आम्दानी लिनुहुन्छ वर्षको? वर्षको 6 देखि 7 न्यूनतम आम्दानी हुन्छ। 7 लाख हजुर आम्दानी गर्नुहुन्छ? हजुर गर्छु। अहिले 7 वर्ष भयो, लगभग 70-80 लाखको हाराहारीमा छ फाइदा। तपाईँले नै गरेको उद्यमले मैले नै हजुर फाइदामा हुनुहुन्छ। हजुर। तपाईँ जस्ता अन्य केही गर्छु भन्ने महिलाहरूलाई के सन्देश दिन चाहनुहुन्छ? गर्नुहोस् भन्छु, अब कहाँ हुन्छ, साथ सपोर्ट छैन, हामी कसरी गर्ने भन्छन्, गर्नुहोस्, उपाय आइहाल्छ, गर्दा गर्दै सिकिन्छ भन्छु। यी तरताङकै पनि अरू महिलाहरू आएर हेर्नुहुन्छ होला तपाईँको काम? हेर्नुहुन्छ, गर्नुहुन्न। सिकाउनु भएको छ अलिअलि? सिका हो, अब गर्छौँ भन्नुहुन्छ, फेरि कता हराउनुहुन्छ त्यस्तो त गर्नुभएको छैन। तर सकेपछि सकिन्छ होइन? सकिन्छ, आँट गर्नु पर्यो। एकदम सकिन्छ। अनि अहिले धेरै युवाहरू चाहिँ बेरोजगारी भयो भनेर चाहिँ देशभन्दा बाहिर जाने, युवतीहरू बाहिर जाने चलन छ। मैले किन नजानुहोस् भन्ने उहाँहरूलाई पनि अब सुझाव सल्लाह दिन्छु, तर उहाँहरू किन सक्नुहुन्न, किन गर्नुहुन्न, त्यो अब उहाँहरूकै भर पर्छ होइन। प्रयास गरेपछि सम्भव छ नेपालमै, आफ्नै घरमा राम्रो आम्दानी लिन सकिन्छ।